मेरो हातमा केही पनि रहेन भन्ने मैले थाहा पाएपछि मैले राजीनामा गरेँ। त्यसपछि तोडफोड, आगजनी अनेक खालका अप्रिय घटनाहरू घटे। चलो भनेको सुनेपछि गोली कसरी चलो, गोली चलो भनेको सुनेपछि गोली कसरी चलो, गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको छु। रबरको गोली मात्रै चल्या हो, अरू होइन, मैले जवाफ पाएँ। पछि मैले सुने 14 जनाको निधन भइसक्यो। कसरी 14 जना मारिए युवाहरू, मैले खोजेको छु। मैले सोधेँ कहाँ गोली लागेको छ, कसरी मर्यो त? टाउकामा, छातीमा, अनि खुट्टा त मेरो हातमा केही पनि रहेन भन्ने मैले थाहा पाएपछि मैले राजीनामा गरेँ। त्यसपछि तोडफोड, आगजनी अनेक खालका अप्रिय घटनाहरू घटे। चलो भनेको सुनेपछि गोली कसरी चलो, गोली चलो भनेको सुनेपछि गोली कसरी चलो, गोली चलाउने तहमा कसरी पुग्यो मैले सोधेको छु। रबरको गोली मात्रै चल्या हो, अरू होइन, मैले जवाफ पाएँ। पछि मैले सुने 14 जनाको निधन भइसक्यो। कसरी 14 जना मारिए युवाहरू, मैले खोजेको छु। मैले सोधेँ कहाँ गोली लागेको छ, कसरी मर्यो त? टाउकामा, छातीमा, अनि खुट्टा त